नमस्ते 안녕하십니까 मेरो सम्पूर्णमा म गोविन्द विको तपाईहरुलाई म आज कोरियन भाषाको लिपि कोरियन भाषाको बेसिक कुराहरु जुन कोरियन लिपिको बारेमा बुझाउन गएको छु कोरियन लिपि चाहिँ सन् 1443 मा कोरियाका राजा सेजोङ तत्कालीन राजा सेजोङले चाहिँ निर्माण गर्नुभएको त्यो भन्दा अगाडि चाहिँ हाम्रो कोरियामा चाहिँ चाइनिज क्यारेक्टर हान्सा प्रयोग गरिन्थ्यो हान्सा सामान्य मान्छेहरुलाई बोल्न र पढ्न गाह्रो भएको कारणले चाहिँ के भयो हान्सालाई चाहिँ चेन्ज गरेर अब हान्सा हामीले प्रयोग नगर्ने भनेर आफ्नै चाहिँ विधानहरुलाई आफ्नै कोरियाका ती विधानहरुलाई भन्न लगाएर गर्न लगाएर चाहिँ के भयो कोरियन लिपिको निर्माण गर्नुभयो सेजोङ राजाले अब हाम्रो नेपाली भाषामा देवनागरी भए जस्तै कोरियन भाषामा पनि के हुन्छ हानगुल भनिन्छ कोरियन लिपिलाई है ल हानगुल भनिन्छ है के भन्दो रहेछ हानगुल भन्दो रहेछ वटा छ है हाम्रो नेपाली भाषामा 36 वटा व्यञ्जन वर्ण र स्वर वर्ण 13 वटा भए जस्तै कोरियन भाषामा टोटल्ली हाम्रो व्यञ्जन र स्वर वर्ण मिलाएर कति 40 वटा हुन्छ 40 मध्ये हामीले बेसिक भवेल्स र कम्बाइन्ड भवेल ताकि मिक्स भवेल भन्ने त्यो छुट्टै पर्छौं र बेसिक कन्सोनेन्ट र डबल कन्सोनेन्ट के छुट्टै पर्छौं यो दुईटालाई चाहिँ हामीले कसरी पढ्ने कसरी बनिएका छन् यिनी भन्ने कुरामा चर्चा गर्छौं आजको यस भिडियोमा भिडियोलाई अन्तिमसम्म हेर्नु होला यदि कोरियन भाषा पढ्न अथवा सिक्न तपाई ईपीएस मार्फत अथवा स्टुडेन्ट मार्फत जान चाहनुहुन्छ भने तपाईको लागि आजको यो भिडियो महत्त्वपूर्ण रहनेछ भन्दै हामी कोरियन लिपिको बारेमा हेरौं है अब कोरियन लिपि टोटल्ली 40 वटा भइसक्यो त्यसपश्चात हामीले बेसिक भवेल्स पढ्नु पर्यो सुरुमा बेसिक भवेल हुन्छ हाम्रो 10 वटा है 10 वटा हुन्छ 10 वटा मध्ये हामीले लेख्न पर्ने एउटा तरिका हुन्छ क्रम हुन्छ यसको कसरी लेख्ने त्यसको क्रमबद्ध रूपमा हामीले लेखेन भने अलिकति मिल्दैन त्यसकारण ध्यानपूर्वक हेर्नु होला कसरी लेख्नु पर्छ सुरुमा हामीले यो जेरो जस्तो अथवा यो गोलो बनाउनु पर्यो यसको अहिले कुनै साउन्ड छैन हामीले पछि गएर पढ्छौं यो साउन्ड अहिले छैन अब पछि पढ्छौं यसलाई चाहिँ लेख्न अनिवार्य नै हुन्छ यो लेख्नै पर्यो अनि सिधा तान्छौं हामी त्यसपश्चात हामी ठाडो तान्छौं यसलाई भन्छ आ भन्छ है के भन्दो रहेछ आ भन्छ हाम्रो नेपाली भाषामा अ बाट सुरु भए जस्तै कोरियन भाषामा आ बाट सुरु गरिएको छ त्यसैगरी हामीले फेरि यो जिरो लेख्नै पर्यो त्यसपश्चात माथि एउटा तानिम फेरि हामीले त्यसैगरी दुईटा तानिम भने यसलाई के भन्ने भयो या भन्ने भयो है या भन्ने भयो त्यसैगरी तलतिर अब यो माथिको जुन राइट साइड तिर गएको छ भने अब लेफ्ट हामीले फ्लिप गर्दियौ भने जस्ट उल्टो बनाइदियौ भने के हुन्छ त्यसैको अ हुन्छ है अ हुन्छ आ या अब 10 मध्ये 3 वटा भइसक्यो अब त्यसैगरी अब यो फेरि यता थियो भने यसको पनि जस्ट उल्टो गराइदिए फ्लिप गराइदिएपछि के हुने भयो ए हुन्छ है त्यस्तै तरिकाले हामीले यसरी बनायौं भने यो य हुन्छ है य आ या अ य भन्ने भयो है 4 वटा भयो त्यसैगरी हेरेर हामीले सिधा बनाइदियौं भने 0 र यो यसलाई के भन्छ ई भन्छ है के भन्दो रहेछ ई भन्दो रहेछ ल हाम्रो 5 वटा समथिङ भयो होला आ या अ य ई है आ या अ य ई लेख्दै पढ्दै हामीले गर्यौं भने अलिकति छिटो पढ्न र सिक्न सकिन्छ लेख्दै पढ्दै अलि धेरै प्र्याक्टिस गर्नुपर्छ यसलाई चाहिँ के रहेछ आ या
अ य इ है आ या अ य इ 5 वटा भइसक्यो अब हामीले 5 वटा फेरि लेख्छौं अब त्यो कस्तो छ के छ म लेख्छु अहिलेसम्म हामीले यता यो जिरो टाइपको लेखेर अथवा गोलो बनाएर सिधा धड्को तानेका थियौं भने अब उता चाहिँ जस्ट उल्टो हुन्छ माथितिर फर्किन्छ चाहिँ अघि जस्तै जिरो अथवा गोलो बनाउनै पर्यो र त्यसपछि सिधा तानेर यस्तो बनाइदिएपछि यसलाई ओ भन्छ है के भन्छ ओ भन्छ है अब त्यसै गरी अघि हामीले एउटा यता दुईटा यता गरेका थियौं अब फेरि एउटा माथिको अब फेरि दुईटा माथि बनाइदिएपछि हामीले के हुन्छ यसलाई भन्छ यो भन्छ है यो ओ यो के रहेछ ओ यो अब एउटा माथि दुईटा माथि अब त्यसै गरी फेरि हेर्नुर हामीले यस्तो टी टाइपको बनायौं भने यसलाई उ भन्छ है उ हामीले जसरी नेपाली भाषामा साधारणतया उ भन्थ्यौं त्यसलाई चाहिँ त्यसै गरी यसलाई उ पनि भनिन्छ है उ त्यसै गरी अब एउटा तलतिर आयो फेरि हामीले दुईटा तलतिर तान्नु पर्यो है यस्तै तरिकाले लेखेर यसलाई दुईटा तलतिर तान्दियौ भने हामीले यु भन्छौं यसलाई है यु भन्छौं अब यता उभिएको थियो सिधा थियो हैन अब यसैको जस्ट उल्टो ढाल्दियौ भने हामीले के हुन्छ फेरि हाम्रो यहाँनिर उ हुन्छ है फेरि उ हुन्छ यो उलाई चाहिँ हामीले सामान्यतया हामीले दैनिक रूपमा बोलेको जस्तो उ होइन यो माथिको जस्तो उ होइन यो चाहिँ अलिकति फरक छ यसको बारेमा म भन्छु एकछिन ल यति भन्दै 10 वटा पुग्यो होला यहाँ चाहिँ आ या अ य इ के रहेछ आ या अ य इ है आ या अ य इ अनि उता छ हाम्रो ओ यो उ यु उ यो तलको उ र यो उ मा अलिकति हामीले यो उच्चारण गर्दा जुन यो ओठको अथवा मुखको चाहिँ यो हाम्रो आकार चाहिँ चेन्ज हुन्छ अलिकति माथिको उ चाहिँ हामीले दैनिक रूपमा भन्ने जस्तै उ हामीले जसरी भन्छौं त्यही नै उ भन्दा फरक पर्दैन उ नै हो त्यो तलको उ चाहिँ हामीले अलिकति के गर्न पर्यो हाँसेर चाहिँ साउन्ड निकाल्दिन पर्यो है हाँसेर साउन्ड निकाल्न पर्यो यसलाई अनि अटोमेटिक भइहाल्छ यसलाई चाहिँ सामान्यतया भन्दाखेरि के रहेछ ओठ गोलो पारेर पढ्ने रहेछ माथिको उ चाहिँ हैन कस्तो उ तलको चाहिँ कस्तो हुन्छ भने यहाँनिर हाम्रो अलिकति हाँसे जस्तो गरेर के हुन्छ हामीले उ साउन्ड हाँसे जस्तो गरेर पढ्ने है तलको उ चाहिँ हाम्रो के रहेछ यो हाँसे जस्तो गरेर साउन्ड निकाल्दिनु पर्ने छ सामान्यतया अलिकति यो अप्ठ्यारो त हुन सक्छ बिस्तारै बानी पर्छ कसरी भन्दाखेरि मजाले हाँस्ने अनि उ साउन्ड निकाल्दिने कस्तो अनि माथिको चाहिँ उ तलको चाहिँ यसरी चाहिँ हामीले उच्चारण गर्यौं भने यो चाहिँ सहजै रूपमा बोल्न अथवा लेख्न सकिन्छ है एकपटक हामी दोहोर्याएर हेरौँ यसलाई फेरि पढौँ यहाँनिर के रहेछ यो आ या अ य इ ओ यो उ यु अनि तलको के मजाले हाँसेर चाहिँ उ भनिदिनु पर्यो अब कोरियन बेसिक भोवेल्स अथवा स्वर वर्णहरू चाहिँ कतिवटा रहेछन् 10 वटा रहेछन् टोटली चाहिँ 21 वटा छन् अब हामीले 10 वटा पढिसकेपछि 11 वटा हामीले मिक्स भोवेल्स पढ्नुपर्छ अथवा मिश्रित स्वर वर्णहरू पढ्नुपर्छ यो चाहिँ हाम्रो बेसिक भोवेल्स अथवा स्वर वर्णहरू चाहिँ 10 वटा हामीले लेखिसक्यौं यसरी नै धेरै अलि लेख्ने र प्र्याक्टिस गरियो भने चाहिँ सजिलै रूपमा आउन सक्छ अब यसमा अप्ठ्यारो भन्ने केही छैन यहाँनिर चाहिँ अलिकति लेख्न सहज अथवा घोक्न चाहिँ कसरी सजिलो हुन्छ भने एउटा हामीले ठाडो रेखा तान्यौं अनि तेर्सो तान्यौं एउटा त्यसपछि फेरि माथि एउटा भए जस्तै यता दुईटा तान्दियौं या हुन्छ फेरि माथिको उल्टो बनाइदियौं फ्लिप गर्दियौं भने यसलाई ट्याक्कै के हुन्छ यो
हुन्छ। त्यसै गरी फेरि यसको जो फान्दे उल्टो बनाइदियौँ भने हामीले के हुन्छ ए हुन्छ। र त्यसै गरी तलको सिधा हामीले रेखा मात्रै तान्दियौँ भनेपछि के हुन्छ ई हुन्छ है। अनि त्यसै गरी हामीले माथि र एउटा यो जिरो टाइपको बनाएर सिधा तानेर अनि यता हामीले ठाडो तानिदिने भने के हुन्छ ओ बन्छ। त्यसै गरी एउटा माथि तान्ने जस्तै गरी फेरि दुईटा तानिदिएपछि ए हुन्छ है। त्यसै गरी हामीले ट्याक्क उल्टो के अरे अङ्ग्रेजीको टी जस्तै बनाएपछि ऊ हुन्छ, कस्तो ओठ गोलो पारेर बोल्ने ऊ हुन्छ। त्यसै गरी तलतिर हाम्रो एउटा तलतिर आछ भने फेरि दुईटा हान्दियौँ भने हामीले के हुन्छ यसको यु हुन्छ। त्यसै गरी हामीले सिधा बनाइदियौँ भने हाँसेर गर्ने उ हुन्छ है। यसरी धेरै पटक लेख्न अथवा पढ्नु भयो भने चाहिँ यो चाहिँ सहजै रूपमा आउँछ भन्दै अब हामी यहाँनिर बेसिक कन्सोनेन्ट है, बेसिक कन्सोनेन्ट हेर्छौँ। बेसिक कन्सोनेन्ट है। बेसिक बेसिक कन्सोनेन्ट। बेसिक कन्सोनेन्ट हाम्रो 14 वटा छ है। टोटल्ली चाहिँ हाम्रो कति 19 वटा हुन्छ। कोरियन भाषामा स्वर के अरे व्यञ्जन वर्णहरू है कति 14 वटा व्यञ्जन वर्ण हुनेछ भनेपछि स्वर वर्णहरू 10 वटा हुन्छ। अब यहाँनिर 14 वटा बेसिक कन्सोनेन्ट भइसकेपछि के होला त सुरुमा हामीले कसरी लेख्ने? यहाँनिर हामीले यस्तो टाइपको बनायौँ भने यसलाई के भन्छ ग भन्छ है। के भन्दो रहेछ ग भन्छ। कोरियन नेपाली भाषामा कबाट सुरु भए जस्तै कोरियन भाषामा के गबाट सुरु हुन्छ है, गबाट। अब हामीले ट्याक्कै यसको उल्टो बनाइदियौँ भने के हुन्छ यहाँनिर न हुन्छ है। यो न हुन्छ, ग न हुन्छ है। एल टाइपको बनायौँ भने के हुन्छ न हुन्छ। त्यसै गरी हामीले यहाँनिर तलतिर अर्को लेखौँ सी टाइपको बनायौँ भने यो द हुन्छ है, द हुन्छ, ग न द। अब त्यसै गरी हामीले यहाँनिर 1 2 स्टेपमा यो र हुन्छ है, ग न द र, ग न द र। अब हामीले यहाँनिर यस्तो टाइपको बनायौँ भने म हुन्छ। यो के हुन्छ म, ग न द र म। अनि हामीले उल्टो ए बनायौँ भने यसलाई भन्छ ब भन्छ है। के भन्छ ब भन्छ। अनि हामीले 1 2 स्टेपमा यसरी बनायौँ भने हामीले यसलाई के भन्छौँ स भन्छौँ है, स भन्छौँ। ल समथिङ 14 मध्ये हामीले 7 वटा लेखिसकेका छौँ होला। ग न द र म ब स। के रहेछ ग न द र म ब स। ग न द र म ब स 7 वटा हामीले लेखिसक्यौँ। अब 7 वटा के होला त यता 2 स्टेपमा सकिन्छ। यो त्यति गाह्रो छैन, एकदम सहज छ। यस्तो जिरो बनायौँ भने हामीले यसलाई अ पनि भन्छौँ, न पनि भन्छौँ, अनि कतिपय ठाउँमा साइलेन्ट पनि हुन्छ है। कतिपय ठाउँमा यसको साउन्ड नै हुन्न, हामीले आवाज नै नगर्नुपर्ने अवस्था पनि हुन्छ, त्यो पछि पर्छौँ। अहिले हामीले यसलाई अ पनि भन्ने गर्छौँ, अनि ङ पनि भन्ने गर्छौँ, र साइलेन्ट पनि हुन्छ भनेर बुझौँ है। अब यो रहेको छ हाम्रो के हो ज है, यसलाई ज भन्छ। र त्यसै गरी हामीले तलतिर फेरि यही टाइपको बनाएर यहाँनिर माथिर यो राखिदियो, एउटा पोइन्ट राखिदियो, तानिदियो भने चाहिँ यसलाई छ भन्छ है, छ भन्छ। अब ट्याक्कै हामीले उल्टो एफ टाइपको बनायौँ भने के हुन्छ ख भन्छ, अ ज छ ख। अब हामीले ई बनाइदियौँ भने अङ्ग्रेजीको के भन्छ यहाँनिर थ भन्छ है,
त्यसै गरी हामीले रोमन आई बनायौँ भने यसलाई फ भन्छ है। र त्यसै गरी हामीले गोलो बनाएर सिधा 2 स्टेप हान्दियौँ भने यसलाई ह भन्छ। के भन्दो रहेछ? ह भन्दो रहेछ है। ल एकचोटि पढौँ हामीले। ल के रहेछ? ग न द र म ब स। केमा बस? ग न द र म बस है। सुरुमा चाहिँ हामीले ग न द र म ब स। अनि त्यस पश्चात हामीले अर्को स्टेपमा फेरि अ ज छ ख थ फ ह। के रहेछ? अ ज छ ख थ फ ह। अ ज छ ख थ फ ह। ल फेरि पढौँ हामीले यहाँनिर। ग न द र म ब स। केमा बस? ग न द र म बस। ग न द र म ब स। अ ज छ ख थ फ ह भनेर हामीले यसरी लय मिलाएर पढ्यौँ भने यो पढ्न सहज हुन्छ र लेख्न पनि यसरी नै सहज हुन्छ। र 14 वटा सकियो र यसरी तपाईँहरूले मजाले प्र्याक्टिस गर्नुभयो भने चाहिँ यो चाहिँ सकिन्छ है। यो चाहिँ अहिले पूर्ण रूपमा अक्षर पुरा भएको छैन। भवेल साउन्ड र कन्सोनेन्ट साउन्ड मात्र बन्यो भने, मिक्स भयो भने चाहिँ मात्र के हुन्छ? हाम्रो अक्षर पुरा हुन्छ। अहिले चाहिँ के छ? यो अपूर्ण छ, हामीले पुरा भन्न मिल्दैन यसलाई है। ल अर्को हेरौँ हामी अब। कन्सोनेन्ट, डबल कन्सोनेन्ट साउन्ड भनेर पढौँ। डबल कन्सोनेन्ट 5 वटा छन्। डबल कन्सोनेन्टमा हाम्रो 5 वटा छ। के होला? यसलाई क भन्छ है। के भन्छ? क भन्छ। त्यसै गरी हामीले यस्तो टाइपको बनायौँ भने यसलाई त भन्छ। र यो दुईटा ब बनाइदियौँ भने के हुन्छ? यसलाई प भन्छ। र यो दुईटा स बनाएपछि यो स नै हुन्छ। र यो दुईटा ज बनाएपछि के हुन्छ? च हुन्छ है। यसरी हाम्रो 5 वटा निर्माण हुन्छ। ग लाई डबल बनाइदिए क हुन्छ। द लाई डबल बनाइदिए त हुन्छ। र त्यसै गरी हाम्रो ब लाई डबल बनाइदिए प हुन्छ। र स लाई डबल बनाइदिए स नै हुन्छ। र ज लाई डबल बनाइदिए च हुन्छ है। अब कसरी पढ्ने? क त प स च। क त प स च है। एकै स्टेपमा एकैचोटि सबै कन्सोनेन्ट साउन्डहरू पढ्दाखेरि ग न द र म ब स। अ ज छ ख थ फ ह। क त प स च। एकैचोटिमा 19 वटा यसरी नै आउँछ। एक स्टेपमा चाहिँ ग न द र म ब स पढ्नु पर्यो है। के पढ्नु पर्यो? ग न द र म ब स एक स्टेपमा। र अर्को स्टेपमा अ ज छ ख थ फ ह। दोस्रो स्टेपमा यो पढ्नु पर्यो। के पढ्नु पर्यो? अ ज छ ख थ फ ह। र तेस्रो स्टेपमा फेरि क त प स च। हामीले एकैचोटि 19 वटा पढ्नलाई यसरी लय मिलाएर पढ्यौँ भनेपछि सहज र छिट्टै सिक्न सकिन्छ। यसमा चाहिँ अलिकति हामीले यो साउन्ड गर्दाखेरि अलिकति घाँटी तन्काएर अलिकति लामो स्वरले चाहिँ बोल्नुपर्छ है। जस्तै क होइन कि क अलिकति लामो साउन्ड तान्नुपर्छ। त अलिकति लामो तान्नुपर्छ। पछि हामीले कुनै शब्दहरू पढ्दाखेरि अलिकति लामो रूपले आउँछ यो। त्यही भएर अहिलेबाट बानी पाड्दा अलिकति सहज हुन्छ। भन्दै हाम्रो यो डबल कन्सोनेन्ट साउन्डहरू यति नै हो। हामीले धेरै पटक पढ्ने अथवा लेख्ने गऱ्यौँ भने यो सबै आउँछ 19 वटा है।